आज चाहिँ हामी सबैलाई मनपर्ने मुला काँक्रो आलुको अचार बनाऊँ है त। फर्स्टमा मैले 3टा आलु लिएर यसलाई बोइल गर्न छोडिदिएँ। अचारको लागि चाहिने सामग्रीहरू रेडी पारिसकेँ मैले। अब चाहिँ हामी तिल भुटौँ है त। मलाई चाहिँ तिल भुटेर हालेको एकदमै मनपर्छ। अब चाहिँ मेरो तिल पिनेर पनि रेडी भइसक्यो। चाहिने सामग्रीहरू पनि सबै मैले काटेर रेडी पारिसकेँ। अब हामी अचार बनाउन सुरु गरौँ है त। फर्स्टमा मैले एउटा बोल लिएर फर्स्टमा आलु हालेँ, मुला हालेँ, काँक्रो, प्याज खुर्सानी, लसुनको पेस्ट, तिलको छोप, स्वादअनुसार नुन, जिराको धुलो, काश्मिरी खुर्सानी। अब चाहिँ हामी तेलमा मेथी फुराएर बेसार हालेर अचारको लागि रेडी पार्छौँ। सबै हालिसकेपछि लास्टमा लेमन स्क्विज गर्ने र यसलाई मजाले मोल्ने। अब चाहिँ यो मेरो मिठो अमिलो पिरो ट्वाक्क परेको अचार रेडी भइसकेको छ र मैले धनिया पनि हालिदिएँ माथिबाट। आजको लागि यति नै। बाई बाई, सी यू इन नेक्स्ट भिडियो।